भ्याटमा दर्ता भएको कम्पनीले के डकुमेन्ट्स राख्नुपर्छ त? पहिलो सुरुमा त भ्याटमा दर्ता भएको कम्पनीहरूले कुनै पनि सामान बेच्दाखेरि भ्याट बिल काटेर दिनु पर्दछ। त्यसको सँगसँगै आफूले खरिद खाता या बिक्री खाता मेन्टेन गर्नु पर्दछ। भ्याटमा इनपुट क्रेडिट पाउँछ भनेको चाहिँ के हो? अनि भ्याट लायबिलिटी कसरी क्याल्कुलेट हुन्छ त? यस्तो हकमा यदि तपाईँले कुनै पनि पर्चेस गर्नु भएको छ भने पर्चेस गर्दाखेरि तपाईँले जति पनि भ्याट तिर्नु भएको छ त्यो भ्याट तपाईँले इनपुट ट्याक्स क्रेडिट पाउनुहुन्छ। र भ्याटको लाइबिलिटी कसरी क्यालकुलेट गर्ने भन्दाखेरि तपाईँले सेल्स गर्दाखेरि जति पनि भ्याट कलेक्ट गर्नुहुन्छ त्यसमा आफूले इनपुट ट्याक्स क्रेडिट घटाइसकेपछि जति अमाउन्ट आउँछ त्यो चाहिँ सरकारलाई बुझाउनु पर्ने हुन्छ। भ्याटको विवरण र पेमेन्ट चाहिँ कहिले गर्ने हो त? हो, भ्याटको विवरण भनेको चाहिँ तपाईँको यदि टर्नओभर 1 करोडभन्दा तल छ भने तपाईँले भ्याटको विवरण हर 4 महिनामा बुझाउनु पर्ने हुन्छ। तर यदि तपाईँको टर्नओभर 1 करोडभन्दा माथि छ भने तपाईँले भ्याटको विवरण हरेक महिना बुझाउनु पर्ने हुन्छ। त्यसै गरी 1 करोडभन्दा तल कारोबार गर्ने व्यवसायीहरूको हकमा 4 महिनापछिको नेक्स्ट महिनाको 25 गतेभित्रमा भ्याट विवरण बुझाउनु पर्ने हुन्छ। साथै 1 करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीहरूको हकमा हर महिनाको नेक्स्ट महिनाको 25 गतेभित्रमा भ्याट विवरण बुझाउनु पर्ने हुन्छ। अनि भ्याटको विवरण टाइममा बुझाएन भने चाहिँ के हुन्छ त? हो, भ्याटको विवरण तपाईँले टाइममा बुझाउनु भएन भने त इन्ट्रेस्ट र पेनाल्टी लाग्छ नि। यस्तो केसमा तपाईँलाई यदि तपाईँले भ्याटको रिटर्न टाइमली बुझाउनु भएन भने एभ्री मन्थ 1000 रुपिसको पेनाल्टी लाग्छ। र यदि तपाईँको भ्याट लायबिलिटी छ भने त्यसमा 15% एनुअल इन्ट्रेस्ट लाग्दछ। भ्याट सम्बन्धी कुनै पनि हेल्प या कन्सल्टेसन चाहेमा हामीलाई सम्पर्क गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड फलो एआरएस।